अहिले गण्डकी प्रदेश सरकारले जुन हिसाबले राइट सेयरिङको कुरालाई मान्यता दिएर एउटा नीति लिएको छ। यसको उदाहरण त यसको परिणाम त हो यो। अब यसका कमजोरीहरू एउटा पहिलो कुरा, 1 नम्बर कुरा, यसले पोखरादेखि बेनीसम्म 5000 रुपियाँ लिएको छ। 2 नम्बर कुरा, यसले अनलाइन फिक्स गर्नुपर्ने रेट अनलाइन गरेको छैन, अफलाइनमा छ यसको। यो जबकि अहिलेको त्यो पेसेन्जरसँग को नम्बर पनि समेत छैन। 2 नम्बर कुरा यो छ। 3 नम्बर कुरा, बेनी टु पोखरा भनेको 20 किलोमिटर होइन, यो समथिङ 81-82 किलोमिटर हो। यो 3 नम्बर कुरा भयो। र अर्को, यो सिस्टम यसले मान्यता प्राप्त हो, राइट सेयरिङको मान्यता प्राप्त हो, त्यो मान्यता प्राप्त पनि गरिसकेको छैन। त्यो भएको हिसाबले हरेक हिसाबले यो गैर कानुनी छ, असंवैधानिक छ, अव्यावहारिक छ। र यो हुन सक्छ र भइरहेको छ र हुन्छ भन्ने हिसाबले नै हामीले राज्यलाई यो नगर्नुस्, झन् यसले अव्यावहारिकता, अवैज्ञानिकता र असुरक्षितता प्रदान गर्छ। यसलाई यो कुरालाई टेवा दिने काम सरकारले नगरोस् भन्ने कुरा होस्। भलै केही ठाउँ केही 1-2टा कुराहरूमा राम्रो होला, 1-2टा पक्षहरू राम्रो होला, तर समग्रमा यो सुरक्षित छैन, राम्रो छैन। र अन्ततः फेरि त्यसैभित्र के छ भने यहाँका हिजोदेखि सञ्चालन गरिरहेका सार्वजनिक यातायात व्यवसायहरूलाई धराशायी बनाउने, सिद्धाउने जुन सरकारको सिस्टम छ, यो त झन् खतरा छ। यो यहाँका सार्वजनिक सेवा सञ्चालन गरिरहेका व्यवसायहरूलाई सौदाको छोराछोरी रूपमा जुन व्यवहार गरिएको छ, यो खेदजनक, आपत्तिजनक छ।